भिटेनवाला भिटेन दाईवाला त्यो भएको थियो अनि पोक हानिरहेको थियो ऱ्यापरहरूले भिटेन दाईलाई बक्सिङ सक्सिङ हानौँ यताउता गरौँ लास्ट चाहिँ दाइ होइन उनीहरू खै कुन वर्ल्डमा बात छ होइन द फ्याक्ट द्याट उनीहरू न्यु स्कुल गरिरहेको छ उनीहरू यति छाती फुलाएर मुख छाडिरहेको छ नि दाइ होइन उनीहरूभन्दा अगाडि आउने आर्टिस्टले स्ट्रगल डिफ्रेन्ट थियो क्या दाइ उनीहरूले त्यति मुख छाड्नलाई जेल छिर्नु पऱ्यो क्या दाइ एक्ज्याक्टली होइन त दाइ त्यो मान्छे जेल छिरेको छ दाइ आर्टको लागि ऱ्याप हानेर जेल कतिजना मान्छे छिरेको छ नेपालमा अनि उसले गरेर जुन साउन्ड फर्म हुन्छ नि जुन साउन्ड फर्मको चाहिँ ऊ राजा हो न्यु स्कुल त ट्र्याप त अहिले क्यारी गरिरहेको भिटेन दाईले नै हो नि त दाइ उहाँ पनि ऊ नम्बर 1 आर्टिस्ट पनि भन्न मिलेको हिसाबले द बिगेस्ट सुपरस्टार वी ह्याड होइन ब्रो नेपालमा जन्मेको मान्छे अमेरिका युएस गएर यटमा पार्टी हानिदिरहेको छ ऱ्याप हानेर होइन यु गाइज डेयर डिसरेस्पेक्ट द्याट म्यान क्या दाइ होइन दिस गाइज डेयर डिसरेस्पेक्ट द्याट म्यान क्या म त्यो केसमा हल्का हानेको थिएँ त्यति बेला पनि स्ट्याटस होइन त्यो त एकदम लाइक अननेसेसरी थियो क्या उजेल गइदा हो दाइ ऊ मुखसुख छाड्न कहाँ दिन्थ्यो दाइ पहिला ऱ्याप होस् जेसुकै होस् होइन उसको लिजिट फ्रस्ट्रेसन देखिन्छ क्या देखिन्छ नि दाइ उसले त एउटा एक हिसाबले भने नेपाललाई म्यापमा राखिरहेको थियो धेरै राख्यो होइन हिपहपको सेन्समा लाइक आई थिङ्क आफ्टर यमदाई रबर्स वाट एभर होइन सबै पछि उल्दै थियो नि त्यो अलाइभ राखिराखेकै एउटा जेनेरेसन इन्डियामा गएर ऱ्यापर नेपाली को चिन्छ भन्यो भने भिटेन भन्छ भिटेन हो एउटा डेकेड नै क्यारी गरे भिटेनले त सो त्यो कुरालाई चाहिँ रेस्पेक्ट गर्नै पर्छ दाइ इभन इफ यु डोन्ट लाइक हिम यु हेभ टु रेस्पेक्ट किनकि यस्तो हो कि भाइरल भएर सर्टेन टाइम होइन फ्रेममा अटेन्सन आफूमा ल्याउनु इज अ डिफ्रेन्ट थिङ तर 10 वर्ष त्यो म्युजिक इन्डस्ट्रीमा रेलेभेन्ट बस्नु होइन रेलेभेन्ट बस्नु हाइलाइटमा बस्नु भनेको आई डोन्ट थिङ्क लाइक धेरैजना आर्टिस्ट छ कि त्यसरी